फागुन 21 मा चुनाव भयो भने म राजीनामाबाट सन्यास लिन्छु गरेर देखाइदिनुस्। त चुनाव हुने लक्षणै छैन। वान शट फागुन 21 मा यो सरकारले यो देशमा यसपालि चुनाव गराउन सक्दैन। आज फागुनको 19 गते भयो। उहाँ डाक्टर साहबले राजनीतिबाट सन्यास लिन अब 2 दिन मात्रै बाँकी रह्यो। यस्तो बौद्धिक मान्छे, राजनीतिमा लामो अनुभव भएको व्यक्ति, उहाँ जतिको मान्छेले राजनीतिबाट सन्यास लिनु त्यो राम्रो कुरा त होइन। तर के गर्ने, उहाँले कमिटमेन्ट गरिसक्नु भएको छ। अब आगामी जीवन विगतको भन्दा एकदमै सफल, फलदायक, सुखमय बितोस् भन्ने मेरो व्यक्तिगत शुभकामना उहाँ डाक्टर साहबलाई।